हेलो गाइज, हामी चाहिँ हिजो भर्खर जापान आइपुगेको थियौँ। आज चाहिँ अब हिजो जस्तो तस्तो दिन रात कटाएर आज हामी यसो सुपर मार्केटतिर जाँदैछौँ। आज चाहिने सामानहरू किन्नको लागि हामी साथीहरूसँग जाँदै हो। हेर्न सक्नुहुन्छ हामी चाहिँ जापानिज लाइफस्टाइल यस्तो छ, एकदम शान्त छ होइन। यहाँ चाहिँ हाम्रो साथीहरू छन्, यता पछाडि दुईजना भ्लग बनाउँदैछन् सब्सक्राइबरहरू। अनि हामी चाहिँ जाँदैछौँ, कति टाढो थाहा छैन, तर एकदम सफा छ है तर साँच्चै। यहाँ चाहिँ ठाउँमा चोक छ, यसमा चाहिँ सबै कारहरू राख्ने ठाउँ छ। यहाँ चाहिँ एकदम तर लास्ट सफा छ। फोहोरको त एउटा केही नाम निशानै छैन है गाइज। अब यो भ्लग चाहिँ म तिमीहरूलाई बेलुका हालिदिन्छु होइन। प्रायः जस्तो मेरो सबै स्टुडेन्टले हेर्छन्, त्यही पनि टिचरहरूले पनि हेर्छन्। ल उनीहरू दुईजना पनि बनाउँदैछन् भ्लग हो भने मेरो जान्छ होइन, भ्युज जान्छ 600-700 भ्युज गएन भने ल मेरो यो बन्द गर्दैन हुन्छ ल। साँच्ची ल 700 भ्युज गएन भने ल फालिदेऊ ल। ओके गाइज, मेरो इज्जतको सवाल छ है स्टुडेन्टहरू। के छ सबैजना सन्चै होला नेपालमा? अब हामी त जापान आइसक्यौँ, जेर हल्ला गर्न मिल्दैन है। त्यस्तै हो नि त, यतातिर यसो होइन फेस देखाउनु लाग्यो होइन, यतातिर देखाइदियो यसो देखिरहेको छ होइन। हाम्रो चाहिँ अब पछाडिको सब्सक्राइबर युट्युबर बन्ने प्लान थियो, तर भाग्यले ठगेर जापान आइपुग्यो जस्तो लाग्यो। नेपाली नै दुश्मन भयो यार, हामी छोडिदिउँ जामोस्, हाम्रो चित्त देखेर पित्त फुटे जाऊँ अगाडि। अब तिमीहरूसँग बोल्यो भने त्यस्तो भन्छौ, नबोल्यो भने त्यस्तो भन्छौ। ओके हेर है गाई, यस्तो खतरा फ्लावर भेट्छ हेर है, रुख हेर है कस्तो। यहाँ जाप्ने जाति एक एउटा राखेर चाहिँ हेर गाई, यस्तो खतरा छ यार, यस्तो खतरा सिन छ यहाँ हेर। कस्तो दामी छ यार फ्लावर, यस्तो खतरा छ। हामी चाहिँ यहीँबाट हिँड्दैछौँ साथी र म चाहिँ। यस्तो हेर चाहिँ हामी चाहिँ यो फुल भ्लग हाल्छौँ है। हामी यो काट्दै हाल्दैनौँ, जे छ त्यही ओरिजिनल हालिदिन्छौँ। त्यस्तो झन्डै साइकलमा ठोकेर गाइज। अब यहाँ चाहिँ एउटा भैँसी कुकुरदेखि यहाँ त्यो गर्न खोजिरहेछ नि। अब भैँसीले मलाई पिट्न बस्यो होला भन्दै थिएँ गाइज। हेर आइया हड्डी फुस्किँदाले हाने गाइज। नचलाऊ है अर्का गयो त्यो माछा यार। गाइज कस्तो खतरा छ कि भ्यू चाहिँ, भ्युज भन्नु आएछ भ्यू कस्तो दामी छ है। रुखहरू नि के सफा छ है, त्यही सफा। फोहोरको नाममा एउटा छैन, यहाँ त सुते पनि फोहोर लाग्दैन होला यार गाइज, त्यस्तो खतरा छ कि। गाइज यस्तो खतरा रुख छ। यो चाहिँ अब अगाडि पनि छ, एकदम खतरा छ। गाइज सबैजनाले अब मलाई सब्सक्राइब भनेको नगरे नि हुन्छ गाइज। अब मलाई कमेन्ट चाहिँ एकदम चाहिन्छ है, कमेन्ट गरौँ गाइज। हामी चाहिँ सबैजना सुमन दोस्त, तिमी बसिदिएको कहाँ गएर बसेछ त नि दोस्त? हामी त यता छिर्दै आएको थियौँ नि त। अनि सिधै हो र, यहाँ अगाडि छ। यहाँ हेर दोस्त कस्तो खतरा खतरा छ हेर नि। बाटोबाट पनि यस्तो ल। अब मेरो भ्लगमा उसलाई नि आउनु मन लाग्यो अरे। ऊ चाहिँ सुस्मिता बराली छ, हामीसँगै
हामी चाहिँ नेपालमा सँगै ल्याङ्ग्वेज क्लास पढाएको थियौँ उनीहरू अब उनीहरूसँग बोल्यो भने अब हामीलाई के भन्छन् त्यही भएर हामी अगाडि बढेको उयो मान्छे देखाएको ठोकेर यार जस्तो अहिले म झन्डै टाउको फुटेको थियो मेरो सेन्दाई भन्ने ठाउँमा छौँ हामी चाहिँ एकदम खतरा छ यो भ्लग चाहिँ पुरै आउँछ है गाइस हामी नकाटिकन जहाँसम्म पुग्यो त्यहीसम्म हालिदिन्छौँ अब एयरपोर्टको त्यो खासै हाल्न पाइएन यो चाहिँ हालिदिन्छौँ केही हावा चाहिँ यस्तो चिसो चिसो छ मेरो 700 भ्युज कट्नु पऱ्यो गाइस अरू थाहा छैन मलाई अनि कमेन्ट हाल्दै है कमेन्ट हाल्न है अरू केही छैन होइन यो म इमेजिनरी होइन मेरो जान्छ भने ल हेर नपत्याएको मेरो 700 भ्युज कटेन भने यज्ञले मेरो नाक काटिदिनु भनेको छ यार त्यही भएर कटाउनु पऱ्यो मेरो विद्यार्थी भाइ बहिनीहरू तिमीहरू सन्चै छौ होला होइन यहाँ खाएको गर्छन् अब पत्याउने काम गराइदियो ल यिनीहरूले पत्याएनन् यो नेपाली मान्छे हामी चाहिँ लास्टै मान्छेहरू टन्नै हिँड्दैछौँ गाइस मेरो अगाडिको साथीहरू चाहिँ अर्का खुट्टा ढोक्नलाई गुटुङ त्यहाँ हिँड्दैछन् हिँड्नलाई अब नेपालमा हिँड्यो भने पनि यो जापानको रोडमा हिँड्न आएन सबैजना उछिटिरहेछन् हामीलाई चाहिँ हिँड्न आइरहेछ अहिलेसम्म कस्तो हिरो देखायो यार मन कास हामी दुईजनाहरू खतरा देखिरहेछौँ